हेलो आज चाहिँ हामी ब्रेल क्यासल हेर्न जाँदैछौँ। ब्रेल 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 यो चाहिँ यहाँको इलेक्ट्रिक साइकल, पैसा तिर्नुपर्ने साइकल। यो चाहिँ बाइसाइकल। यो रहेको छ जेब्रा क्रसिङ, ग्रिन लाइट। अब हामी जाँदैछौँ ट्राम्पमा चढ्न। हेलो सबैलाई, हेलो हेलो, वेलकम टु इलिसाज ब्लग। बाटो यहाँ बच्चाहरू के हेरेको रहेछ। यो घरमा चाहिँ बच्चाहरू सानो सानो दुईजना छ, खेलिरहेको छ। बटरफ्लाई बटरफ्लाई विच कलर डु यु लाइक? यहाँ चाहिँ हामी ट्राम्पलाई कुर्छौँ। ट्राम्प आउनु 2 मिनट्स बाँकी छ। स्ट्याचु म्यान। अब 1 मिनट बाँकी छ ट्राम्प आउनलाई। हामी चाहिँ ओर्लेम ट्राम्पबाट बाई। अब हामी जान्छौँ, कता जान्छौँ? अब ट्रेन चढ्नु। हाम्रो नेपालमा चाहिँ बाइक पार्क हुन्छ, यहाँ जर्मनीमा चाहिँ साइकल पार्किङ हुन्छ यसरी। यो प्लेटफर्म नम्बर 1 जाँदैछौँ। प्लेटफर्म नम्बर 1 टु चढिङ ट्रेन। त्यो चाहिँ प्री मार्क हो, हाम्रो नेपालको बेस्ट मार्क जस्तै यहाँ चाहिँ प्री मार्क छ। उता छ उता प्री मार्क। बाटो काट्दैछौँ। Let's go to platform number 1. Hari 5, platform number 1. हाँ चस्मालाई and go. रहेको छ प्यालेस। यहाँको राजदरबार हो कि क्या हो? So beautiful. हामी आइसकेको छौँ रोयल प्यालेस। जब पैसा भित्र के छ भनेर हेर्नलाई जान्छौँ। साइकल पनि ल्याउन मिल्छ, साइकल पनि ल्याउन मिल्छ। कति ठुलो प्यालेस रहेछ। अब भित्र जान चाहिँ टिकट काट्नुपर्छ कि पर्दैन, वी डोन्ट नो। लेट्स गो एन्ड सी whether we need to buy the tickets or not. साइड डोल गरिदिन्छ क्या रहेछ। टिकट काटेर भित्र सुन्नुपर्ने रहेछ। फर्क्यो भने त्यही भएर हामी यतिमै सेटिस्फाइड भएर फर्क्यौँ। यस्तै इट्स सो ब्युटिफुल। यो चाहिँ प्यालेसको लेफ्ट साइडतिर फाउन्टेन्सहरू।
पुसअप गर्दैछ यहाँ बेलानको बेला दुब्लाउनुको रिजन रङ्गी बिचङ्गी फुलको टुङ्गा टुङ्गा टिपेर तिमी आउने बाटो It's a beautiful place, so beautiful, beautiful. ठाउँबाट हिँड्दैछौँ त्यही चस्मा लगाएँ It's so hot here. Just so beautiful place. It's पोखरी यहाँको हाम्रो नाग पोखरी कमल पोखरी जस्तै होला प्यालेसको पोखरी त्यो बच्चा चाहिँ यहाँ लड्यो होइन अनि रोइरहेछ यता रोइरहेछ गर्मी भयो हामी यहाँ बस्दैछौँ It looks like a cauliflower. It's a strawberry. This is a strawberry, but what is it? Full mulaya. So beautiful, beautiful flowers. तिमी त्यहाँ बसेर होइन त्यो पुलबाट हेर नि तल भिडियो जर्मनको सफा सिटी हो भनेर भनेको त यहाँ चाहिँ फोहोर पनि रहेछ जर्मनमा नि नेपाल जस्तै फोहोर पालिरहेको हुँदो रहेछ तिमी पाल्यो भने जस्तो कथा बता 40 to 70% off. 69 euro को 49 euro. It's time to go back home. Hey,
भएन फेरि गर्छु इट्स टाइम टु गो ब्याक होम चुस चाउ चाउ यस्तो हावा चलिरहेको छ